म एक्लै थिएँ एक्लै भएपछि मलाई त फ्लाइट के काम भनेर म एउटा कोठा लिएर बसिरहेको छु अहिले बुझिस् अनि अहिले चाहिँ भाइ बिनाको फी चाहिँ किन तिरेर नगएको त ओ यहाँ म यो छोराछोरीलाई भेटेर बुझिस् कपाल काटेको होइन ल स्वाहिनी हेला गरी स्वाहिनी ल्याउ त दुईटै दिन स्वाहिनी जसका नि हुन्छन् मतलब भएन तर छोराछोरीको चाहिँ किन बिजोग बनाउँछस् त के बिजोग तेरो बाउले बनाएको छ रन्डी के बनाएको छ मेरो बाउ तेरो को तेरो त भाउजू भाउजूले कपाल काट्न लाँदै छु भनेर कपाल काट्न लानु भएको छ भरे त्यसले मेरो बाउ तेरो को भन ओए देविका तेरो औकात यही हो रन्डी तेरो बोल्ने तरिका यही हो भन्देऊ त पर म बोलेर सक्दिन मेरो नाम नलिनी भन्नु न नाम यसको भिडियो आछारे त अनि भालेको अनि के भन्नु अब सुन न अब रोडमा हिँड्ने कुकुरलाई अनि के भुसिया कुकुर नभनेर के घरपालुवा कुकुर भन्ने ए मुजी रन्डी बेजती माछिक्ने पुजी केलाउँदै हिँड्छस् रन्डी जुन चाहिँ आज बढी बोल्छस् पनि भुसिया नै होस् नि यसै हेर्ने तिम्रो लाइभ हो तिमी यहाँ फाल्टु मान्छे नराखे यहाँ पुरा खाइन के फाल्टु मान्छे मिलेर जा भन्दाखेरि त अनि एटिट्युड देखाउँछस् अब त मिल्ने पुरै खतम आफ्नो गरेर मिल्ने सुन्नुहोस् हेर्ने म यो भन्छु के मलाई कसैले घोचपेच गरेर बोलेर मेरो भिडियो मलाई यहाँ आयो भने म पनि ठोक्छु होइन भने चुप्प लाएर बस्ने भन मलाई चाहिँ कसैको आइना पनि छैन कसैको साइना पनि छैन कसैको आइना पनि छैन के मीना दिदीलाई ठोक्यो भने त हाम्रो ग्रुप पनि सबैजना मीना दिदीलाई हामीले ठोक्दिनी यस्तै गरी सुन क्याप्सन लेख्ने तँलाई परेको हुन्छ जे गर्दा तँलाई परेको हुँदछ बाबाले क्याप्सनको मलाई मतलब छैन मलाई क्याप्सनको मतलब छैन मलाई भनेको बोलेको सबै मेरो मलाई बोलेको हो तँलाई बोले हो तँलाई भो अहिले पनि मलाई बोलेको भएर भनेर तँलाई त बोलेको डाउट गर्छ त मतलब छैन तसँग बोल्नु पनि छैन तसँग बोलाएपछि मेरो मुखै बनाउँछ हैन खानदानकी छोरी त्यही भएर आमा मेरो खानदानलाई तले नछोइ तेरो मीना दिदी खानदानकी छोरी है मीना दिदी खानदानकी छोरी त्यही भएर त खानदानकी छोरी आँखाले देखेछ कति खानदानी चाहिँ मीना हो खानदानकी छोरी हो नि इज्जतलाई थाहा हुन्छ बोलीबाटै थाहा हुन्छ मीना दिदी कहिले पनि अपशब्द छिरफोर बोल्न उलाई नि आउँछ नि त्यही त बोल्छ कि बोल्दैन अहिले त अनि अब पैसा कमाउनु छ गरेर पुलु पैसा कमाउनको लागि अर्काको बुढो ओत्तन परेर बसेको हो त्यो पनि नभन फेरि होइन कसैलाई रेली आइडीबाट तिमीहरूलाई होइन धेरै मुख छोडिरहेको छ पछि फेरि भिडियो बिगार्छन् के गर्छन् अनि रुवाबासी नगर्नु कमेन्ट गर्ने अहिले मिना भयो कुरा सक्यो भयो अबदेखि मिनालाई सक्यो के नभन्ने भन्यो भने मिना रिस हामीले पनि ठोक्न पाउँछौँ किन पार्दैन बोलोस् त कुरा फाइनल गर ओए देविका तिमीसँग फाइनल गर्नुपर्छ भन्ने केही पनि छैन तँलाई मलाई भन्यो हो त मेरो त माछ चिक्ने लाडो यहाँ अहिले रन्किरहेको छ घुसारिदिन्छु नि फेरि रन्डी मेरो बारेमा भनेको रन्डी तेरो बोल्ने शैली यही हो त अनि राम्रोसँग देविका भन्दाखेरि रन्डी तँलाई मैले देविका भनिरहेको छु त माछ चिक्ने अनि ठुलो कुरा गर्छस् तँलाई माछ चिक्ने एउटा दिदी बहिनी भनेर सम्मानको इज्जत गरेपछि होइन यहाँ सुन न तँलाई मलाई भनिस् मैले माने तर आमालाई त्यही लर जाति गरेर गर भन्दा तँलाई चाहिँ चित्त दुखेको छ कि छैन भन्न ए रन्डी तेरो आमालाई गर्दिने क्या म त्यो गनाउने आमाहरूलाई कसैलाई गर्दिने क्या तँलाई माछ चिक्ने नबिनेसिन चुप लाग्छ अर्कालाई पनि नभन आमालाई पनि नभन अरूलाई पनि नभन यस्तो अबदेखि मिनालाई पनि नराम्रो नभनोस् देविकालाई पनि मिनाले भन्दै भनेर बोलेकै थिएन हामीलाई थाहा हुँदैन कसलाई भनेको के गरेको भनेको हामीलाई थाहा हुन्छ नि त सबैलाई थाहा हुन्छ त्यस्तो मिनाको सपोर्टमा हामी चाहिँ यस्तो ठोक्रे लास कुदाउने हामीलाई पनि आउँछ यस्तो चिज हामीलाई हामी पनि बोल्न रितिका तिमीले
रन्डी भालु भनेर मलाई हुने होला म रन्डी पनि हैन भालु पनि हैन यो आफ्नो दाइ अन्त तिमीले भने चाहिँ म हुन्छु त यहाँ सुन यो मुला यो खाते भिकारी औकात यो भरत बस्नेत यो खातेले यो आफ्नो एउटा जन्मको अहिले मेरो सुनले मेरो सुनले मेरो पैसाले खाते भिकारी औकात योसँग पैसा कति रहेछ के बाउको पनि उपचार गरे भन्छ यता मलाई नि हाल्यो भन्छ आमालाई नि सुन हाल्यो भन्छ अनि यो रन्डीको पैसा चाहिँ कति रहेछ भनेको कि किन विदेश रन्डी ओइ भिकारी आमालाई फोन गर्न त रन्डी साले तँले आमालाई फोन गरेर रन्डी राडी भनिस् तँलाई त आमाले त तँलाई भगवान कसम तँलाई त झन् जिन्दगीदेखि सधैँ नि यार मलाई थाहा छ जान्दिन हैन मलाई थाहा छ मेरो मनमा थाहा छ गरेर गर्न पनि चाहन्न बोल्न सकियो हैन आज जसलाई बोल्नु पनि बोल्यो आज ठोक्नु पनि मेरो नाम लिएर बस्यो भने फेरि पनि म यसरी नै फेरि उत्रिन्छु मेरो नाम मेरो बाउ आमा रन्डी भालु भन् तँ रन्डोस् मिना दिदी बोल्नु त मिना दिदी बोल्नु आफ्नो काम छ तिम्रो आमा हो घुमाए पनि घुमाउ नचाहे पनि नचाउ त्यो छोड्दै खाते मैले आमालाई घुमाउन कता ल्याउँदैछु के गर्छस् त यो विषयमा के बोल्छस् अनि मेरो अरू कुरा होइन दाज लानु पऱ्यो नि मलाई मेरो नाम लिने होइन मेरो घोच पेच यताउता गरेको मेरो भिडियो मेरो मोटोपनलाई मेरो आफन्त मेरो घर फ्यामिलीलाई टर्चर आउन भएन मेरो नाम भएन मैले कसैको नाम लिएको रहेछु भने मलाई सिधै कानुनी रूपमा जाने अनि अर्को कुरा दाइ भाउजू भनेर जुन भनेको ट्याग लागेको चाहिँ नेपाल आएर बाजा बजाएर सामाजिक सञ्जालमा यसरी नै बाजा बजाएर अर्को दोस्रो बिहा गरिदिँदा मजाले हुन्छ है यो कुरा पनि मैले छोडी बसेको मान्छे हो मलाई म त्यही भरमा भागेर आएको होइन म काठमाडौँमा आउँछु जान्छु मेरो आउने काम छ जाने काम छ हामी सामान किने त्यहीँबाट हो हामी आउँछौँ हामीलाई मतलब पनि छैन है अर्को कुरा मेरो नाम लिने होइन बारम्बार त्यो अर्को तेरो भाउजूलाई पनि भन्दै मेरो उसँग तेरो जोड्ने पनि होइन आफ्नो बुढो हो सम्हालेर खाने हो मन पर्दैन भने कानुनी रूपमा जाने हो कानुनी रूपमा छैन भने घरै ठेसिएर बस्ने हो आज घर आफ्नो आज रिसाउँछ पोइ भोलि रिसाउँछ पर्सि आफ्नै पोइ हो जसो गरे पनि आफू ठोसेर मिलेर बस्ने हो अर्कालाई बारम्बार टर्चर हट दिने काम नगर्दै नगर्ने भनेर भन्दै राम्रो तरिकाले र मेरो पनि नाम लिनु पर्ने आवश्यकता छैन हामी यसरी बोल्छौँ अहिले पनि दाइले लाइभ खोल्नु छ हामी जान्छौँ तर हामी चाहिँ हो यस्तो गरेर लापरवाही छ कुरा गरेर झाचा हामी व्यवहारिक कुरा गर्छौँ हामी आफ्नो हुन्छ म हाँसु अड्छु